एउटा दुःखद घटना हामीले अगाडि देख्न सक्दछौं जुन बस पल्टिरहेको अवस्थामा हामीले देखिरहेका छौं। रुखमा पिकअप टुटेर हो यो अगाडिको हो त्यसले गेट चेन्ज गर्ने क्रममा यो पिकअप टुट्यो अनि बाइक आयो के बाइक आएको हो कि यो रुखलाई चाहिँ नठोक्ने गरी अलि साइडबाट लान खोज्दाखेरि चाहिँ गएको हो। यो ब्याग आएर यो पछाडी यहाँ ठोक्या छ त यो गाडी। यो मनोकामनाबाट बिसङ्खु नारायणथान जाने नयाँ बाटोको दृश्य हो र करिब 21 देखि 25 जनाको सवार भएको यो गाडी हिजो बेलुका करिब 10 बजेको हाराहारीमा यस्तो दुर्घटना भएको स्थानीयद्वारा बताइएको छ र यो जस्तै अगाडि जाने क्रममा जुन ब्याक आएर यो भित्तामा जुन देखिरहेको भित्तामा ठोकिएर चाहिँ यो बस पल्टिन गएको भन्ने स्थानीयद्वारा बताइएको छ र जति पनि दुर्घटनामा परेर घाइते हुनुभएको मानिसहरूलाई चाहिँ पाटन अस्पतालमा उपचारको क्रममै राखिएको छ र खतराबाट बाहिर भइसक्नु भएको मानिसहरू चाहिँ डिस्चार्ज भइसकेको छ र अझ पनि जानकारी पाए अनुसारले चाहिँ 7 जना जति डिस्चार्ज हुन अझै पनि बाँकी छ। उहाँहरू चाहिँ अझै उपचार गराउने क्रममै पाटन अस्पतालमा हुनुहुन्छ। त्यस्तो क्याजुअल्टीहरू त छैन, घाइते छ। घाइते 19 जना नै घाइते थियो, त्यसमा सामान्यदेखि लिएर अलिकति सिरियस गरेर सबै पाटनमा पाटन हस्पिटलमा चाहिँ डिस्चार्ज हुन बाँकी। हजुर 11 जना चाहिँ डिस्चार्ज भइसक्यो। 11 जना चाहिँ डिस्चार्ज भइसकेको छ। यही पछाडि हट्दाखेरि नै पल्ट्यो भन्ने कुरा। पिकनिक खाएर फर्क्या भन्दै थिए गाडा बिए ए उताबाट बाटो बन्द छ क्यार नि त। उताबाट मेन नारायणथान जाने बाटो बन्द छैन र त्यताबाट ढलान गरे भएर यताबाट लिएर गए जस्तो लाग्छ मलाई।